युट्युबमै मिनी ब्लग। अनि आजको मिनी ब्लगमा चाहिँ म नानी लिउन भनेर जाँदैछु। बिहान चाहिँ नानीलाई बुवाले लिएर जानुभएको नि त। अनि अहिले चाहिँ म बाटोमा जाँदैछु नानीलाई लिनको लागि। हेरौँ है त त्यसको रियाक्सन चाहिँ कस्तो हुन्छ। जहिले पनि उसलाई आज 3 दिन भयो कि मेरो नानी चाहिँ आज स्कुल ल्याउन लागेको। अनि उसलाई चाहिँ मैले स्कुल छोडिदिएर फर्स्ट डे नै रोएको होइन नि त। अनि त्यहाँबाट म छोड्दै घर आउँदै गर्थेँ। अनि कहिले कसो चाहिँ लिउन जान्थेँ। अनि आज पनि म लिउन भनेर जाँदैछु। लेट्सी म चाहिँ आधी बाटोमा आइपुगेको छु। अनि उसको चाहिँ 2:30 बजी छुट्टी हुन्छ नानीको चाहिँ। अनि त्यही भएको भएर नानीको चाहिँ 2:30 बजी छुट्टी हुनुपर्ने। अनि म चाहिँ लिउन जाँदैछु। सायद अहिले चाहिँ उसको छुट्टी भएको होला होइन। म तपाईँहरूलाई नानीको स्कुल पनि देखाउँछु ल। म चाहिँ आधा बाटोमा आइसकेको छु कि। म यहाँबाट चाहिँ तपाईँहरूलाई मेरो नानीको स्कुल पनि देखाउँछु। अझ टाढा छ अनि त्यही भएर लिन जानुपर्छ अनि छोड्न पनि जानुपर्छ नि त। आउँदा चाहिँ नानीहरूसँग अब सँगसँगै आउने त साथीहरू छन् भए पनि अब सानो छ नानी। सो त्यही भएर हेर्नुहोस् है त उसको स्कुलको छुट्टी सो भइसकेको छ। अनि यहाँ चाहिँ नानी छ हो। यहाँ यो सानो चाहिँ ठिक यो सानो चाहिँ नानीको स्कुल हो। अनि यहाँ चाहिँ नानीहरू आउँदैछ हो छुट्टी भइसकेर नि नानीहरू आउँदैछ। सो म चाहिँ अब त्यहीँनिर एक्ज्याक्ट अब सिँढीसम्म पुग्छु कि उसको छुट्टी भइसक्यो नि त। अनि त्यही भएर लेट्सी अब मेरो नानीको चाहिँ रियाक्सन हेरौँ ल। जहिले पनि कहाँ जानुभएको तपाईँ अनि मलाई छोडेर भन्छ नि त। अनि आज पनि लेट्सी तपाईँहरू पनि हेर्नुहोस् ल मेरो नानीको रियाक्सन कस्तो हुन्छ। आज चाहिँ बिहान बुवा छोड्न आउनु भयो। म चाहिँ लिउन जाँदैछु। आज आधा बाटो चाहिँ छ लिउन जानलाई। सो म चाहिँ नानी लिउन ल्याइसकेको छु। अब फेरि बस्छु। काले लौ लौ ओह्रालो खाएको के खान्छ ल के हो यस्तो त्यस्तो गर्ने होइन नि त। नि थाहा छ त्यस्तो हजुर ल ल उता 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 बाटो बाटिन होइन नि सिर्फ सर। मेरो नानी त कुरेको साथीहरू स्कुलबाट आयो। सो घर जाने भन्दै रोड बाटोमा दौडिरहेछ। अब उसको रियाक्सन कस्तो हुन्छ भने खिच्नु पऱ्यो भने क्या ऊ चाहिँ गाडीमा आएको रहेछ क्या साथीहरू आज। अनि उसको रियाक्सन चाहिँ खिच्नु पर्ला कस्तो आउँछ भनेको। उसले चाहिँ सधैँ जस्तो आज बाटोमा भेटाएपछि कहाँ जानुभएको भनेर क्वेसन गर्थ्यो मलाई छोडेर भन्दै। अनि आज पनि लेट्सी मैले रियाक्सन हेरौँ भनेको ऊ चाहिँ गाडीमा आइदिरहेको रहेछ क्या साथीहरू। अनि ऊ चाहिँ अघि अघि आयो अनि म चाहिँ पछि आएको। अनि त्यही भएको भएर यस्तो उसको रियाक्सन चाहिँ खिच्न पाएन। भोलि आउँदै लेट्सी खिच्छु ल साथीहरू। ऊ चाहिँ बुवा खाँदै गयो। सो त्यहाँ चाहिँ बुवा हुनुहुन्छ। बुवा अनि नानी घर आइपुग्यौँ।